हेलो, यहाँले हामीलाई कहाँ बसेर सुन्दै हुनुहुन्छ? गाडीमा? अफिसमा? कि घरमा हुनुहुन्छ? तर हजुर किन यति खिन्न के? के भयो? मन दुख्यो? केले दुख्यो? थाहा छैन? मतलब आफूलाई डिप्रेसनमा पुर्याउनु भयो होइन? कसरी थाहा पाइस् भन्नुभएको? म जान्दछु नि, किनकि म पनि यो खाडलमा आफूलाई निकै समय राखेर आफैले आफैलाई मारिरहेको छु भन्ने थाहा पाएर त्यो दुखी आँसु आँसुमा डुबेको हर जिम्मेवारीबाट भागेको त्रासै त्रासले लत्रिएको कृत्रिम मलाई त्यही छोडेर म बाहिर निस्किएको हुने त कसरी निस्किस् भन्नुभएको? त्यो ठाउँबाट निस्किन नि मैले के मानसिक इट्टाहरू प्रयोग गरेँ। पहिलो त मैले त्यो अवस्थामा हुँदा मलाई साथ दिने आफन्तलाई धन्यवाद भने, आभार पठाएँ जो मेरो स्याहारमा हुनुहुन्थ्यो। दोस्रो, जसका कारण म त्यो ठाउँमा थिएँ भन्ठान्थेँ उनीहरूलाई क्षमा दिएँ। अनि तेस्रो, जसलाई मेरो कारणले असर परेको थियो उहाँहरूसँग माफी मागे। अनि मैले म आफैलाई गरेको हिंसा स्वीकार गरेँ र यो सबै गर्ने म आफैसँग माफी मागे। अनि संसारभरका एक एकजनालाई मैले आभार पठाएँ, जसका ऊर्जाका कारण म त्यो नकारात्मक खाडल पुरेर निस्कने तयारी गर्दै थिएँ। त्यसपछि हिजोको त्यो दुखी आँसु आँसुमा डुबेको हर जिम्मेवारीबाट भागेको त्रासै त्रासले लत्रिएको त्यो कृत्रिम मलाई त्यही छोडेर निस्केँ। मतलब त्यो खाडल क्षमा, धन्यवाद, आभार र आफैले आफैलाई गरेको प्रेमको इट्टाहरूले भरिएको थियो। त्यसैले म महसुस गर्न सक्छु कि यहाँ आज कस्तो मनोभावमा हुनुहुन्छ भनेर। फेरि हजुर मात्र कहाँ हो र? आज नि हरेक दुईजनामा एकजना मानसिक चोटले सिकिस्त हुनुहुन्छ। यो मेरो होइन, विश्व स्वास्थ्य सङ्गठनको तथ्य हो। यो के गर्दा लाग्छ? नलाग्ने उपायहरू छन् कि छैनन्? लाग्दा के गर्ने? कहाँ जाने? हामी पुरै अलमलमा छौँ। किनभने मानसिक चोटबारे हामी उति अभ्यस्त पनि छैनौँ। यो मानसिक चोट लागे कुन विधि प्रयोग गरेर आफूलाई सन्चो गर्ने या हिल गर्ने? अझ अर्को समस्या त के छ भने हाम्रो समाज मानसिक चोटलाई